बालनजीलाई मैले जेनजी आन्दोलन अगाडि राम्रो मान्छे सम्झेको। उहाँलाई मैले धेरै समर्थन गर्थेँ, भेट हुन्थ्यो हाम्रो, पार्टी खोल्नु भनेर मैले फकाइरहेको थिएँ, सम्बन्ध राम्रो थियो। तर जेनजी आन्दोलन पछाडि उहाँले के खालको रोल गर्नु सबैलाई थाहा छ होइन। जेनजीलाई पहिला उक्साइदिने है, त्यस पछाडि तपाईँको चाहिँ नि सम्हाल्नका लागि निस्केको भए पनि त हुन्थ्यो। धरानमा पनि जेनजीको आन्दोलन भयो कि, धरानको जेनजीको आन्दोलन चाहिँ मैले गएर सम्हालेँ क्या। 12 बजी उहाँहरूको आन्दोलन भइराखेको बेला म गएर मैले उहाँहरूलाई तपाईँको त्यो सेन्टिमेन्ट जुन छ, उहाँहरू किन आक्रोशित छन् त त्यसलाई मैले क्याच गरेर, नत्र भने धरानको पनि तपाईँको छैन सबै ढुट्टो बनाउँदैन थियो त त्यो भिडले। धरान मात्रै त्यस्तो पालिका जुन पालिकाको एउटा सिसासम्म पनि फुटेन क्या। नत्र मैले पनि मुढामा बसेर तिरपालमा होइन अफिस चलाउँदै गरेको हुनुपर्थ्यो। त्यो आन्दोलनलाई कन्ट्रोल गरेर त्यो तपाईँको चाहिँ एक्साइटेड भएर एङ्ग्री एकदम तपाईँको जे पनि गर्न रेडी भएको युवालाई व्यवस्थापन गरेँ क्या मैले। उहाँले पनि त्यसरी निस्किएर गरिदिएको होइन, त्यसरी ह्यान्डल गरेँ नि त मैले त होइन। उहाँले त अब गर्नु भएन, आउनु पनि भएन, पछि आइजन सम्हाल्दै देश भनेर त्यत्रो तपाईँको युवाले त्यतिखेर आउनुभएको मैले अहिलेसम्म मैले पनि रेस्पेक्ट गर्थेँ है। आफू पनि नआउने होइन, लु त्यसो भने अर्को साम्पाङले सम्हालोस् भन्दाखेरि त्यो पनि नमान्ने होइन। सबै तपाईँको चाहिँ डिजाइनमा चलिरहेको रहेछ। अब जस्तै अब यो सिंहदरबार केहरू जल्यो नि, यो चाहिँ जेनजीले जलायो। तपाईँले के भन्नुहोस्, जेनजीले जलायो? What do you think? +2 पढ्दै गरेको जेनजीले जलाउँछ सिंहदरबार? त्यो जेनजीले होइन भनिसकेपछि त त्योहरू जलाउने, प्रहरीलाई के अरे तपाईँको तानेर कुटेर मार्ने सम्मको होइन षड्यन्त्रहरू रहेछ नि त। यहाँ त सबै कुरा सही कुरा मात्रै बोल्छु म। कुलमानजीले के भन्नुभयो भने यो सबै कुरा बालनजीलाई नसोधे हुँदैन भन्नु सरकारमा। हि इज द मेन कार्ड, वाट एभर हि विसेस ह्यापन्स द सेम भन्नुभयो। म त छक्क परेँ होइन। त्यो त्यत्रो तपाईँको चाहिँ नि आन्दोलनलाई हाइज्याक गर्ने भनौँ न, अब त्यो पानी बाँड्न जाने टिम के टिम, त्यो त सबै बालनजीको टिम रहेछ। अनि उहाँले संसद विघटन गर्ने भनेर भनिसकेपछि संसद विघटन हुनुपर्ने, सुशीला कार्कीलाई समर्थन गर्यो उही प्रधानमन्त्री हुनुपर्ने है, ओम रियाललाई चाहिँ तपाईँ गृहमन्त्री बनाउने त उही गृहमन्त्री हुनुपर्ने, सबै मन्त्री बाँड्ने त त्यही मान्छे रहेछ। भनिसकेपछि त्यो आन्दोलन गराएको कसले रहेछ भन्ने बुझिन्छ होइन। भनिसकेपछि यस द्याट्स द थिङ होइन। त्यसले गर्दाखेरि त्यो खालको तपाईँको जुन आन्दोलन भयो त्यसले मुलुकले के पायो फेरि सबै कुरा सुन्नु न, प्लानिङ भन्दा पनि तत्कालीन अवस्था सुन्नु न, त्यतिखेर जो घाइते छन् तिनीहरू इनोसेन्ट हुन्। जो घाइते छन् नि, जसको खुट्टा चुडेर गएको छ, आँखा छैन, आज कान छैन, कसैको बङ्गारा होइन छैन, त्यो खालको मान्छेहरू जति पनि छन् ती मान्छेहरूलाई थाहा थिएन त्यो चिज। मलाई जहाँसम्म लाग्छ जो मरेर गयो उनीहरूलाई पनि थाहा थिएन होइन। उहाँहरू चेन्जकै लागि आएको। मैले त जेनजीको तपाईँको चाहिँ घाइतेहरूलाई भेटेको छु त्यो के अरे ट्रमा सेन्टरमा गएर। सबभन्दा पहिला गएर भेट्ने मान्छे म। त्यसको भोलिपल्ट होइन अहिलेको प्रधानमन्त्री सुशीला कार्कीजी पनि चाहिँ गएर भेट्नु भएको थियो, मैले देखिँदै थिएँ। त्यतिखेर रुँदै हुनुहुन्थ्यो त्यहाँ उहाँहरू त्यो घाइतेहरू।